दर्शक श्रोता पनि शुभ बिहानीको नमस्कार। सन्चै आरामै हुनुहुन्छ, हामीहरू पनि सन्चै आरामै छौँ। दर्शक श्रोता पनि आज चाहिँ हाम्रो चाहिँ सानो भोज छ। पानी खानेपानी नेवारे दिउराली खानेपानीको सानो उद्घाटन कार्यक्रम जस्तो छ। हामीले यहाँ पानी तताउन लाग्छौँ खसी बोकासोका बनाउनलाई। दर्शक श्रोता पनि आज बिहानैदेखि जुटिएको छ। अनि तिरपाल सिरपाल लगाउने काम पनि बाँकी छ। अब त्यहाँ गएर तिरपाल सिरपाल कुर्ची सुचीको व्यवस्थापन गर्दैछौँ। सबैजना जुटिसक्नु भएको छ। यहाँ चाहिँ हाम्रा पानी तातिरहेको अवस्था छ। पानी बोका बदाउनलाई हाम्रो बोका ल्याउन सक्छ। वाह वाह यहाँ चाहिँ गाउँघरि अर्ग्यानिक बोकाइ गलाएर बोका र बोका यहाँ छ प्याज टमाटर मसलाको लागि काट्दैको अवस्था छ। भर्खर घाम हुँदा आएको अवस्था छ। मर मसला सब हुँदैछ रेडी। बोको चाहिँ ट्याक्क चाहिँ यस्तो अघि न कस्तो थियो, अहिले यस्तो गराइयो ट्याक्क। बोको चाहिँ यसका अन्डा देखाउन पर्यो नि। अन्डा ट्याक्क यसको सेकुवा बन्छ फेरि यता देखाउ यार। यसको यस्तो स्वाद छ सेकुवा बन्छ। अब हामीले चाहिँ मासु बोकेरै यसरी जाँदैछौँ माथि। 9:30 बजेको समय भइसक्यो। दर्शक श्रोता पनि 10 बजे 11 बजेको कार्यक्रम छ। अब मासु मासु बोकेर जाँदैछ माथि। मासु पुरा काटेर बिहानसम्म हामीलाई वा गर्छ। अहिले हामीले यसलाई बोकेर माथि जाँदैछौँ। दर्शक श्रोता पनि यस्तै छ हाम्रो अवस्था आजको चाहिँ। पानीले एकदम आत्तिएको अवस्था थियो। अब पानी अभाव। अब चाहिँ खानासाना बनाउनेको तयारी हुँदैछ। दर्शक श्रोता पनि यस्तै छ हाम्रो अवस्था चाहिँ। अब यहाँ काट्ने त नि चाहिँ मासु पाक्न अब सुरु भएको अवस्था छ है। टक्क लाएर यस्तो छ हाम्रो चाहिँ कार्यक्रम। स्टेज हुने कार्यक्रम यस्तो छ। उद्घाटनको कार्यक्रम। ती टङ्की चाहिँ ऊ माथि रहेछ। ती मासु चाहिँ उता पाकिरहेको अवस्था छ। टक्क रुखा रुखा बान्ने कुरो छ। तिरपाल पानी चाहिँ ओभरफुल भएर गएको अवस्था छ आज। टक्क लाएर यो टङ्कीको दृश्य। पानी चाहिँ धमाधम ओभरफुल भएर गएको छ। आज चाहिँ उद्घाटन भनेर यो हालत गराएको अवस्था छ है। दर्शक श्रोता अघि बेला होइन, फेरि आज मात्र हो। नै पनि वहीँ पछि सबै कुराहरू हामीले ख्याल गरिरहेको थियौँ। ल हेर्नु हाम्रो आज पानीको उद्घाटन पानीका कुरा भइराखेछन्। दर्शक श्रोता अझै हाम्रो कार्यक्रम सञ्चालन भएको छैन। केही छिनमै सूचनाहरू हुनेछ।
प्रमुख अतिथिको आसन ग्रहण गर्नका लागि श्रीगङ्गा नगरपालिका मोहन बेलवासे आदरणीय व्यक्तित्व छविलाल पौडेलज्यूलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु र त्यसै गरी आजको यस कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहण गर्नका लागि श्रीगङ्गा नगरपालिका कार्यक्रममा हाम्रो सञ्चालन गर्नलाई लागेको अवस्था छ चोबहादुर धमाज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु र त्यसै गरी यो 12 नम्बरको योजना हुँदै गर्दा पनि यसको उपभोक्ताहरू 4 नम्बरका वडाका पनि सबैभन्दा बढी भएको नाताले हामीले 4 नम्बर वडा अध्यक्ष आदरणीय दाजु दामोदर अधिकारीलाई पनि निमन्त्रणा गरेका छौँ। सायद सम्भवतः बाटोमा आउँदै हुनुहुन्छ, उहाँलाई पनि विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि मैले थाती राख्दै आजको यस कार्यक्रमको अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि कार्यपालिका सदस्य श्री विष्णु भट्टराईज्यूलाई अनुरोध गर्न चाहन्छु र त्यसै गरी अर्को कार्यपालिका सदस्य वार्ड नम्बर 4 को वडा सदस्य गंगा थापा पनि आउँदै हुनुहुन्छ हामीलाई जानकारी भएसम्म र त्यसै गरी अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि श्रीगङ्गा नगरपालिका वार्ड नम्बर 12 को वडा सदस्य श्री तुलसीराम घिमिरेज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि अनुरोध गर्न चाहन्छु र त्यसै गरी वडा सदस्य सीता विकाज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि अनुरोध गर्न चाहन्छु र त्यसै गरी जीवन सिंहजालीज्यू आउँदै हुनुहुन्छ, उहाँलाई पनि आइसकेपछि हामी आसन ग्रहणमा जोड्नेछौँ र युवराज बेलवासेज्यू पनि आउने क्रममा हुनुहुन्छ, उहाँलाई पनि आएपछि हामी जोड्नेछौँ। त्यसै गरी लक्ष्मी सुनार पनि आउँदै क्रममा हुनुहुन्छ र जिल्ला खानेपानी योजनाका प्रतिनिधि सरहरू आउँदै हुनुहुन्छ, उहाँहरूलाई विद्युत फ्युज सेवा केन्द्र ठाडा शाखाका प्रमुखजी हुनुहुन्छ होला काशीराम बेलवासीज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु र त्यसै गरी वडा नम्बर 12 का वडा सचिव जमुना पुञ्ज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु र त्यसै गरी निर्माण व्यवसायी यो हाम्रो आयोजनालाई सफल बनाउने व्यक्तित्व कृष्ण गङ्गाजी अब आउने क्रममा हुनुहुन्छ, उहाँलाई पनि आइसकेपछि हामीले आसन ग्रहण गराउनेछौँ र त्यसै गरी समाजसेवी व्यक्तित्व यस क्षेत्रका व्यवसायी समाजसेवी व्यक्तित्व आदरणीय दाजु नारायण सिंह बेलवासीज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्न चाहन्छु र त्यसै गरी समाजसेवी व्यक्तित्व कृष्ण विकाज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु र त्यसै गरी विद्युत फ्युज सेवा केन्द्रका कर्मचारी आदरणीय व्यक्तित्व मेघलाल खनालज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु र त्यसै गरी सम्पूर्ण उपस्थित उपभोक्ता आमा बुबा दिदीबहिनी दाजुभाइहरूलाई यथास्थानमा आसन ग्रहण गर्नको लागि अनुरोध गर्दै आजको हामीले यो कार्यक्रमलाई धेरै विलम्ब नगरिकन एकदमै छोटो र सान्दर्भिक तरिकाले हामीले सम्पन्न गर्न गइरहेका छौँ। विशेष त यो कार्यक्रम यो पानी उद्घाटनसँग सम्बन्धित भएको नाताले हामीले धेरै औपचारिक कार्यक्रम गरेर यहाँको समय बर्बाद गर्न चाहेका छैनौँ। तथापि हामीले आजका प्रमुख अतिथिता ग्रहण गर्नुहुने यस श्रीगङ्गा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलज्यू, यसै गरी विशिष्ट अतिथिको रूपमा वडा अध्यक्ष सहपाठी आउँदै हुनुहुन्छ दामोदर अधिकारीज्यू, यसै गरी कार्यपालिका सदस्य विष्णु भट्टराई, गंगा थापा, हाम्रो चाहिँ अब हामीले हाम्रा अतिथिहरू आउने क्रम केही विलम्ब भएको कारणले गर्दाखेरि थोरै छोटो गराएका छौँ र त्यसैले आजको कार्यक्रमका प्रमुख अतिथि यस नगरका नगर प्रमुख आदरणीय व्यक्तित्व छविलाल पौडेलज्यूले आजको यस योजनाको नेवारे जयकोट देउराली चिसापानी नेवारे खानेपानी योजनाको आजको कार्यक्रमलाई उद्घाटन गर्नका लागि यो रिबन काटेर र सम्पूर्ण अतिथिहरूले ताली बजाएर र सम्पूर्ण उपभोक्ताहरूले साथ दिनको लागि आज अनुरोध गर्न चाहन्छु। आजबाट हाम्रो चाहिँ देउराली नेवारी खानेपानीको उद्घाटन भएको अवस्था दशा श्रोताबिन सबैजना खुसी छौँ, एकदमै खुसी छौँ ल।
यसो साइडबाट खोल्नुस् र यही भए हुन्छ कि अरू त त्यो यो देखाइदिए हुन्छ क्या यसबाट मलाई अर्थ भएन यसो साइड लाएर यही खोल्नुस् हो त्यही खोलाउनु साइड लाएर जुत्ता भिज्छ तपाईँलाई रुचाउँछ हो त्यसरी हो त्यो हो त्यही त्यसलाई खोलेपछि भुइँमा झरेको हो त्यतै हो त्यतै अलि खोल्नु अझै 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 खोल्नु उताएर धेरै खोल्यो अझै खोल्नु अझै खोल्नु अझै खोल्दिनु हो हो बाह्र नम्बर 4 नम्बरका जनताले साथले पानी सबैलाई सह गरेर हरेको अवस्था छ दर्शक श्रोतामा मर्मत सम्मानमा हामीले विशेष जोड दिनुपर्छ र मर्मत सम्मान गर्ने क्रममा र यस पानीको संरक्षण गर्ने क्रममा विशेष गरेर उपभोक्ता समिति उपभोक्ताहरू विशेष चासो रहनेछ र सकभर यसलाई सुरक्षित संरक्षित स्वस्थ खानेपानीका निम्ति वडा नगरपालिकाले यसलाई ध्यान दिनेछ र जसरी आज यहाँ उपस्थित हुनुभयो सबैलाई वडा नम्बर 4 को तर्फबाट र यहाँका उपभोक्ता 3 र 4 का उपभोक्तालाई विशेष धन्यवाद दिँदै आफ्नो छोटो भनाइ यही अन्त गर्छु। हस् धन्यवाद। म त अब आफ्नो उपभोक्ता भएको नाताले नम्बर 4 का अध्यक्षले मन्तव्य राखेको लगत्तै हाम्रो वडा नम्बर 4 कै सदस्यले फेरि आफ्नो मन्तव्य बनाइराख्दै गरेको दृश्य दर्शक श्रोताले हामी यो हरेक विकासको दृष्टिकोणले पछि परेको यो क्षेत्र जस्तै लाग्छ मलाई यो मुफसलमा हुने प्रतिनिधिहरू लाग्नु नै छ भन्ने मैले आशा अनि अपेक्षा राख्दै आजको कार्यक्रमलाई मैले धेरै लाभो नगराउने तपाईहरुसँग प्रण गरिसकेको छु। त्यसैले पनि आजका प्रमुख अतिथि यस नगरका नगर प्रमुख आदरणीय व्यक्तित्व छविलाल पौडेलजीलाई आफ्नो मन्तव्य सहित भनाइराख्दिनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। र सिद्धगंगा नगरपालिका वार्ड नम्बर 12 का वडा अध्यक्ष एवं सदस्य मित्रहरू, सिद्धगंगा नगरपालिका वार्ड नम्बर 4 का वडा अध्यक्ष एवं सदस्य मित्रहरू, कार्यपालिकाका सदस्यज्यूहरू र यहाँ उपस्थित मेरा आदरणीय व्यक्तित्वहरू र विद्युत कार्यालयबाट ठाडाबाट पाल्नुहुने विद्युतका कर्मचारी साथीहरू, खानेपानी कार्यालय अर्घाखाँचीका अझै आइपुग्नु भएको छैन, उहाँहरू पनि आउनु होला। खानेपानीका तर चाहिँ यो योजना एउटा चाहिँ मैले यसै कार्यक्रमबाट ठेकदारलाई पनि मैले धन्यवाद दिन चाहन्छु कि कृष्ण घमको ठेक्का हो र अहिले हेर्दाखेरि अन्त यी संरचनाहरू राम्रोसँग बनाएका छन्। ठेकदारलाई पनि मैले चाहिँ यसै कार्यक्रम मार्फत धन्यवाद व्यक्त गर्न चाहन्छु। र आज एउटा वैशाख 30 गते हाम्रो 79 सालको वैशाखको 30 गते अन्त निर्वाचन पर्यो थियो। आज संयोगले आज चाहिँ यो खानेपानी उद्घाटन गर्ने अन्त्यपछि मैले चाहिँ सु अवसर पाएँ। यहाँहरूलाई म चाहिँ नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैलाई मैले धन्यवाद व्यक्त गर्न चाहन्छु। निर्माण व्यवसायज्यू, विद्युत अध्यक्षजीले खानेपानीका अध्यक्षजीले कर्मचारीहरू चाहिँ कार्यक्रमलाई समापन गर्दै हुनुहुन्छ। निर्माण व्यवसाय कृष्ण गमज्यू पनि आउँदै हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यस हाम्रा उपभोक्ता सम्पूर्ण दाजुभाइ दिदीबहिनी बुबा आमा सबैलाई धन्यवाद दिन चाहन्छु। र यस जयको देउराली नेवारी चिसापानी खानेपानी योजना आज 2082 साल 1 कतिपय उता नास्तातिर लागिसकेको अवस्था छ, के गर्ने? गइरहेका छौँ हामी। आजको कार्यक्रम
उपभोक्ता सबै र हाम्रा व्यवस्था समिति सबै वडा नगर प्रमुख वडा अध्यक्ष सबैलाई धन्यवाद दिँदै आज यस योजनालाई सम्पन्न पार्न गइरहेको छु। हजुर सबैलाई धन्यवाद दिन चाहन्छु। सोझोलाई बिगारेको तिम्रो छोरी सिगारेको तिम्रो छोरी मै सोझोलाई बिगारेको तिम्रो छोरी निको छैन चाल आफ्नो छोरी नरे माउली आफ्नो छोरी नखर माउली सासु आमै मै तन्नेरीलाई गाल 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 मै तन्नेरीलाई गाल। यो चाहिँ आज हामीले पिकनिक खानेपानी गरेर उद्घाटन गरेको रमाइलो दृश्य दर्शक श्रोता पनि यस्तै छ अवस्था हो। Shut